कान्छी बुहारी अब छोरी बनाएर बिहे गरियो उर्लाबारीमा पार्लर। हजुरआमा नमस्कार। नमस्कार। हजुरआमा तपाईँको परिचय दिनु न। म मुनादेवी भट्टराई धरमपुर शिव शतासिद्धि हो घर। हजुरआमा तपाईँलाई यो श्लोक, यो भजन, यो कीर्तन यस्तो भन्ने, यस्तो गाउने तपाईँको प्रेरणाको स्रोत र तपाईँले कसरी सिक्नुभयो, कसरी जान्नुभयो, केही कुरा भनिदिन सक्नुहुन्छ? मनमा पिर परेपछि अब यसो त्यही भएर सम्झेर भनेर भुलाउनु परेको छ, दिन रात कटाउनु परेको छ। आफै सिकेको हो, जानेर पो आएको हुन्छ र। जन्मिँदै कोही हिँड्न जान्दैन होइन? हिँड्न जान्दैन। हजुरआमाको त्यो पवित्र मुखार बिन्दबाट हामी अब 2-4वटा श्लोक सुन्न गइरहेका छौँ। एउटा सानो भन्छु है म। मेरी आमाले म सानो हुँदाखेरि भन्नुभएको एउटा, बाबाका घरमा छँदा अघि पनि धागो र बाती दुनु, बाबाका घरमा छँदा अघि पनि धागो र बाती दुनु, चार कुने टपरी लगाउन पनि जान्ने सिपालुनु, धन्ना झटपट छिन्नु फुर्ती रहनु, जमसोपना छोडिदिनु, कोहीसँग नडराउनु, रिस कति कहिल्यै नउठ्ने हुनु, धनमा विद्यामा पुरा हुन सके यो बानी हरदम लिनु। हामी अब एउटा भगवानको भजन सुन्न चाहन्छौँ। हरे राम हे कृष्ण आइदेऊ न क्षमा क्षमा नाचेर, हे कृष्ण आइदेऊ न क्षमा क्षमा नाचेर, गरिबको झुपडीमा मुसु मुसु हाँसेर, हे कृष्ण आइदेऊ न क्षमा क्षमा नाचेर, हे कृष्ण आइदेऊ न क्षमा क्षमा नाचेर, गरिबको झुपडीमा मुसु मुसु हाँसेर, गरिबको झुपडीमा मुसु मुसु हाँसेर, गरिबको झुपडीमा मुसु मुसु हाँसेर। हजुरआमा हामी नजिकै छौँ होइन? हामी तपाईँको यी भजनहरू टिकटकमा पनि हेर्छौँ, फेसबुकमा पनि हेर्छौँ, हामी तपाईँलाई फलो गरेका छौँ होइन? तपाईँका यी सबै हामीले मनमोहक आवाजमा यो भजन, यो कीर्तनहरू सुनिराख्दा हामीलाई पनि भगवानप्रति एकदम श्रद्धा जागेर आउँछ होइन? हजुरआमाप्रति एकदम चाहिँ तपाईँको माया प्रकट भएर आउँछ। हजुरआमा अब यस्तै अर्को श्लोक पनि हामी फेरि सुन्न चाहन्छौँ। भजनै पनि भयो हुन्छ। र सम्पत्ति घरमै झोलामा, धन र सम्पत्ति घरमै झोलामा, बाँसको डोलामा लान्छन् खोलामा, भर नपर साथी भर नपर, जान्छ पंक्षी उडेर गुँड छोडेर, जान्छ पंक्षी उडेर गुँड छोडेर, कोहीको निको हो छैन चिनेको, कोहीको निको हो छैन चिनेको, केही छैन ठेगाना कहाँ हिँडेको, जाने कहाँ होला जाने कहाँ होला, उनै श्यामलाई थाहा होला जाने कहाँ होला, उनै श्यामलाई थाहा होला जाने कहाँ होला, उनै श्यामलाई थाहा होला जाने कहाँ होला। सासू भन्छे बुहारी बुहारी भन्छे जिउ, सासू भन्छे बुहारी बुहारी भन्छे जिउ, सिङमाङमा राखेको कसले खायो घिउ,
देख्नु न सुन्नु त्यसै मलाई दोष सिङमाङको घिउले बजै तिम्रै छोरो पोस सिङमाङको घिउले बजै तिम्रै छोरो पोस 3 दिनका बासी मकै 4 दिनमा खाएँ 3 दिनका बासी मकै 4 दिनमा खाएँ नपठाइ पो मेरा बाबा भागिकन आए नपठाइ पो मेरा बाबा भागिकन आए आमा बन्छे विष्णु विष्णु बाबु भन्छ लाउँ पानी सिस्नु दाजु भन्छ डाँडो कटाउँ भाउजू भन्छे भाँडोमा जाउँ साह्रै रमाइलो कुरा हो। एकदम रमाइलो लाग्यो होइन? सुन्नु न। अब अर्को भन्नु एकछिन के ए ल सुरु गरिदिनु हजुर। बिहानै उठी सुची भई दत्युन लगाई बिहानै उठी सुची भई दत्युन लगाई सफा वस्त्र पहिरेर आई अज्ञानमा अग्नि झट्ट जलाऊ अनि आफ्नो कोठरीभित्र जाऊ जेठाजु ससुरा फुपू सासुलाई ठुला मानले ढोगनु सामु जाई जति मान्नु पर्ने आफूले जति छन् सबैलाई खुसी पारनु मानले मन। हजुरआमा हजुर यो भजन कीर्तन गाउँदाखेरि चाहिँ तपाईँलाई कस्तो सन्तुष्टि हुन्छ, कस्तो फिलिङ छ? सन्तोष लाग्छ नि। म यहाँ हेर्दा हेर्दै त्यतिकै बात मारेर त्यतिकै मोबाइल लिएर बस्दै गर्छु, लाइन जान्छ। मेरो सानो नातिले आमा हले रामा भन्नु न, हले रामा भन्न थालिहाल्छ, उसलाई मनपर्छ। अनि हरे रामा भन्दा लाइन पनि आउँछ, ऊ आयो त भन्छ हरे राम, नातिलाई नि मनपर्छ। नातिलाई मेरो सानो नातिले हरे राम भन्नु न आमा भन्दा अझै लाइन गयो भने। भजनहरू गाउँदै गर्दा भजनहरू सुनाउँदै गर्दाखेरि हजुरआमाको भजनहरू हामी पनि टिकटकमा हेर्छौँ, खुसी लाग्छ। हजुरआमा अरू 2-4 कुरो केही भन्नु न, मनमा लागेको तपाईँलाई केही भन्न इच्छा लागेको कुराहरू? भन्न इच्छा लाग्यो त अब नराम्रो कुरा नभनौँ, नराम्रो कुरा राम्रै राम्रो त अब ठिकै छ। छोराछोरी माइलो छोरोको 4 जना परिवार छन्, दमक छन्। ठुली बुहारी आमा छोरा बिर्तामोड छन्, कान्छी बुहारी अब छोरी बनाएर बिहे गरियो, ओद्लाबारीमा पार्लर सिक्दैछन्। नातिनी उहीँ मावलामा बसेर माइलीले पढाउँदै पढ्दैछन्। अनि अब साइला छोराका 4 जना यहाँ छन्, 2टा नाति, साइला छोरो साइली बुहारीसँग छु म यहाँ घरमा। छोरी ज्वाइँ, छोरीलाई इटाबटा दिएको छ, छोरी ज्वाइँ नाति छन्। सम्झिसँग सबैलाई ठिकै छ, राम्रै छ। बुहारीलाई छोरी बनाएर बिदा गर्नुभयो नि, के भन्नु, के प्रतिक्रिया पाउनु भयो अरूबाट? मैले कति धन्यवाद। मैले त्यो अब त्यहाँ टिको लाउन गएको थिएँ, त्यो फुल लगाइदिन गएको थिइनँ भने कस्तो सासू फुल त लगाइदिनु नि भन्नुहुन्थ्यो होला। मुठी थामेर मुटुमाथि ढुङ्गा राखेर गइयो। कति राम्रो मान आमा, त्यो कमेन्ट पढ्दा आँसु आउँछन्। कति राम्रो गरौँ भन्नुभएको छ, नराम्रो त कसैले पुरा गर्नुभएकै छैन, लेख्नुभएकै छैन। राम्रो नि एकदम मान आमा। हामी त्यस पछाडि अपडेट गर्न उहाँ पनि गएको थियौँ, जानुभयो त। ज्वाइँ छोरीलाई भेट्नु उहाँहरू साह्रै खुसी हुनुहुन्थ्यो। खुसी हुनुहुन्थ्यो, हेरेँ मैले, म कमेन्ट गरिरहन्छु। कति राम्रो अझै नि आउँछ। त्यो कान्छा छोराको लागेको छ, त्यो चाहिँ सक्दैन आँसु आइहाल्छ कि। अनि फोन कतिको हुन्छ छोरी ज्वाइँसँग? हुन्छ छोरीले पनि गर्छु नि, ज्वाइँले नि गर्नुहुन्छ। जस्तो लिएर आउनुभयो, फेरि पनि आउनु 3 पल्ट आएर जानुभयो। मना कान्छी छोरी बनाएको पनि जस्ती आएर बहिनी आगे नि अस्ति आउनु पर्यो नि। माइत छोरी जति गरेको छ, छोरी जति बनाएर दिएको छ, राम्रो छ। अरूलाई के भन्न चाहनुहुन्छ? अरूलाई पनि के अब यस्तै, अब बुहारीले पनि आमा जस्तै माइती जस्तै गर्नु पर्यो। अब हाम्रा नि त बुहारी लत्याएर गएनन्, हामीले राम्रै गरेर तिमीले राम्रै सोचिन् भने सल्लाहमा आइन्। अरूका बुहारी यस्तै सल्लाहमा आउन्, राम्रो होस्। अनि यस्तै गरेर गरिदिनुहोस्। बुहारी पनि अब छोरी जतिकै गरेर गर्नु पर्यो, सासूलाई पनि राम्रो गर्नु पर्यो, भन्नु पर्यो। फुत्ता हिँड्दा त कसलाई थाहा हुन्छ र? अनि यस्तै गर्नुहोस्, बुहारीले पनि राम्रो गर्नुहोस्, सासूलाई पनि राम्रो गर्नुहोस्, देउराजले सबैले राम्रो गर्नुहोस्। यस्तै देखेर अब सुरु नि अब यहीँ हाम्रो धरमपुर शिव 27-2बाट सुरु भएको छ। अन्त तपाईँ टिकटक फेसबुकमा देखेको थियो, टिकटकमा देखाएको थियो, अहिले आफ्नैबाट सुरु भएको हो। बुहारी पनि त छोरी हुँदा रहेछन् भन्ने उदाहरण बुहारी पनि छोरी हुन्छन्, छोरी नि। पहिले कम्युनिस्टहरूले यसो भन्थे, तर असली कम्युनिस्ट चाहिँ मलाई हजुरआमा जस्तो लाग्न थालेको छ। उदाहरणको काम उदाहरणीय काम गर्नुभएको छ नि त। उदाहरणै गर्नुपर्छ नि त।
राम्रो छ। हजुरआमा अब यी पिर बेथा भुलाउन अर्को एउटा अब छोरी पनि बुहारी हुन दिएको छ, बुहारी पनि अर्काकै छोरी ल्याएर बुहारी हो, म पनि अर्काकै छोरी बुहारी भएर आइया हो, त्यस्तै त्यस्तै हो। लु अब एउटा देखोस्। भगवानको भन्दा के हुन्छ र भन्छ नि, पाथिबाट जानलाई साथी मैले पाइनँ, पाथिबाट जानलाई साथी मैले पाइनँ, भोलि भोलि भन्दा भन्दै जानै मैले पाइनँ, मलाई लैजाऊ न, मलाई लैजाऊ न पाथिबाट धामैमा, म त बस्दिन यो पापी ठाउँमा। पाथिबाट जानलाई साथी मैले पाइनँ, आज भोलि भन्दा भन्दै जानै मैले पाइनँ, मलाई लैजाऊ न, मलाई लैजाऊ न पाथिबाट धामैमा, म त बस्दिन यो पापी ठाउँमा। बाटो भने उकाली र ओह्रालीको यात्रा, बाटो भने उकाली र ओह्रालीको यात्रा, मनको इच्छा पुरा हुन्छ दर्शन गरे मात्र, मलाई लैजाऊ न, मलाई लैजाऊ न पाथिबाट धामैमा, म त बस्दिन यो पापी ठाउँमा, म त बस्दिन यो पापी ठाउँमा। यो देखेर सबै साथीहरूले मलाई पनि अझै म पनि आउँछु मेरो मसँगै आउनुहोस्, धेरैजनाबाट यस्तै भजन कीर्तन गरेर चाहिँ लाउन पाइयोस्, भन्न पाइयोस्। साथी भज नारायण भज नारायण भज सजन हो, मरण छ निश्चय भोलि कि पर्सि, यही छ सहारा उस दिनको, क्षणफल घरि दिन रात बिराना, गरी गरी नाम र बेस बिराना, काल जमाउँछ खेल तमासा, आयु घटिगो तर गढतिन आशा, देव छ नाङ्गो कपड छैन, अञ्जुली बाहेक भाँडा छैन, भिख गरी खान्छन् रुखमनि बस्छन्, तर पनि आशैतिर मन लान्छन्, जब तक धनको लाउँछ धारो, जब तक सबले मान्छ पियारो, वृद्ध भएपछि जब बलटुर जाला, बन्ला सबैको घरमा हाला, कति मणिँदैछन् कति रङ्गिँदैछन्, कति ती लट्टा प्रेमी हुँदैछन्, सुन्न ज्ञान बिनाको सब अन्धा, भुँडीमै ठिक छ सबको धन्दा, गीता अलिकति जो पढि लिन्छन्, अलिकति गङ्गा जल लिन्छन्, प्रभुको पूजन जो जनले गर्छन्, किन ती यामका बसमा पर्छन्, देव बिचरा गलीको सारा, लौरो पर सर्ने सारा, केश फुलेका दाँत झरेका, सबै छन् आइपर्ने तर्फ गिरेका, खेल्दै बिति गयो बाल्य अवस्था, तरुणीतिर गयो तरुण अवस्था, वृद्ध भएपछि चिन्ता लेला, हरिकन भजने कुन हो बेला, अनि पनि जन्मनु अनि पनि मर्नु, अनि पनि गर्भतिर गई पर्नु, अब त प्रभुजी पार लगाऊ, यो भवसागरबाट उठाऊ। धन्यवाद धन्यवाद।